भाद्र 20 गते हाम्रो टिज प्रोग्रामको लागि मैले ठाउँ देखाउँदैछु। सिधा न्यू रोडको उता न्यू रोड गेटबाट सिधा बसन्तपुर आउने, उता इन्डोचोक जाने, उता वम्बालतिर जाने। अनि यसरी हिँड्दै गर्दा सिधा हिँड्दै गर्दाखेरि चाहिँ हामी चाहिँ हिँडिरहेको छु हिँड्दा हामी चाहिँ यहाँ मन्त्र भन्ने रेस्टुरेन्ट पुग्ने। मैले चाहिँ टिजको प्रोग्राममा चाहिँ साथीभाइ कोहीलाई चाहिँ केटीहरूलाई चाहिँ चुरा या टबहरू दिने गरिरहेको छु। केटाहरूलाई चाहिँ जे भए पनि सानो गिफ्ट चाहिँ पाउनेछ तपाईँहरूले है, त्यसमा टेन्सन लिनु पर्दैन। किनभनेदेखि मैले चाहिँ अरू प्रोग्राममा चाहिँ सहयोग गर्नेलाई सम्मान गर्ने, डोनेसन दिनलाई सम्मान गर्छु भने यसमा चाहिँ कसैले केही नगरे चाहिँ मैले चाहिँ सबैलाई सानो गिफ्ट दिने गरिराखेको छु। यो डिडिसी भयो, डिडिसी भन्ने पुरानो हाम्रो हो है। यसको सँगै अनि उता अपोजिट ठ्याक्क मन्त्र भन्ने छ, त्यहाँ तार देखेको सँगै मन्त्र रेस्टुरेन्ट हो। अनि यता चाहिँ यो आर्मी क्याम्प हो, के डिडिसीको सँगै आर्मी क्याम्प हो यो। त्यहाँबाट सिधै अपोजिट हेर्दाखेरि मन्त्र रेस्टुरेन्ट देखिन्छ, त्यहाँ चाहिँ 4 तला माथि हो हाम्रो प्रोग्राम। अनि तपाईँहरू साथीभाइ जो कोही पनि ल्याइदिन सक्नुहुन्छ। मिठो माया सम्झना गाँसा त्यो एउटा नौटले दरबार हो, यो नौटले दरबारको सँगैको घर हो। त्यसको सँगै बसन्तपुर प्लाजा भन्छ यसलाई चाहिँ। तल 99 छ, 4 तला माथि चाहिँ हाम्रो प्रोग्राम हुनेछ है। एकदम रमाइलो गर्नुपर्ने छ। हामी सबैलाई माया गरेर तपाईँहरूको साथ सपोर्टले मैले चाहिँ कार्यक्रम गरिरहेको छु है। तपाईँहरू जो कोही पनि आउन सक्नुहुन्छ, साथीहरू ल्याइदिनु होला, गरिदिनु होला। हाई भन्दै अब म तपाईँहरूलाई वेलकम गर्न लाग्छु। वेलकम नमस्ते जजुलप्पा, मिठो माया सबैलाई। यहीँ हो मैले कार्यक्रम गर्न लागेँ। नमस्ते वेलकम फेरि पनि मिठो माया। अब म माथि जाँदैछु है, मैले भन्न लागि चाहिँ तपाईँहरू जो कोही पनि आउन सक्नुहुन्छ, साथीभाइ दिदीबहिनी जो कोही जति पनि ल्याउन सक्नुहुन्छ। यो हाम्रो फ्यामिली जस्तै हो। यो बुड्डोको फोटो छ, यो बुड्डोको फोटो भर्याङमा राखेको छ। यसमा चाहिँ बत्ती बल्याएपछि एकदम झिलमिल हुन्छ। अब हामी दिउँसो भएको कारणले बत्ती चाहिँ नभएको कारण त्यतिकै बुढो देखिरहेको छैन। म हिँडिरहेको छु है, ठाउँमा पुग्न लागि ठ्याक्क। यस्तै हामी जहिले पनि मैले 3-4 महिनामा कार्यक्रम एउटा गरिरहन्छु। मैले कार्यक्रम गर्ने भनेको रमाइलो पक्ष धेरै हुन्छ है। अनि रमाइलो गर्दै सबैलाई रमाइलो गराउने कोसिसमा छु म। अनि त्यही भएर मैले चाहिँ यस्तो कार्यक्रम गरिरहेको हुन्छु। हो ठाउँ हेर्दै जानु होला, कस्तो लाग्छ तपाईँहरूलाई ठाउँ। म चाहिँ भिडियो खिच्दै है। यो सबै ठाउँ एकदम फराकिलो छ, ठाउँ राम्रो छ। यो 1 तलाको ठाउँ भयो है। यसो घुम्नु पनि पाउँछ यसमा। यहाँ तलेजु मन्दिर देखिन्छ, नौटले दरबार देखिन्छ। यो नौटले दरबारको सँगैको त्यो मन्दिर हो, यसरी देखिन्छ है। अब यहाँबाट फेरि अब माथि जाँदाखेरि फेरि हामीले चाहिँ यो नौटल दरबारसँगैको मन्दिर र नौटल दरबार अनि धरहरा पनि देखिन्छ यहाँबाट। अब माथि जान लागेको छु म। सबै यो ग्राउन्ड देखाउँदै यति ठुलो ठाउँ छ भनेर देखाउँदै लगिरहेको छु मैले। एकदम राम्रो ठाउँ छ, हेर्दै जानु होला। तपाईँहरूलाई साथीहरू ल्याइदिनुहुन्छ भने आग्रह गर्न चाहन्छु। किनभने म कार्यक्रम सञ्चालक त हो, तर तपाईँहरू बिना मेरो कार्यक्रम कहिले पनि चल्दैन, कहिले पनि राम्रो हुँदैन। तपाईँहरू आइदिएर तपाईँहरूले साथ सपोर्ट, तपाईँहरू साथीहरू बटुलेर मेरो कार्यक्रम सफल हुने हो। मैले जहिले पनि भन्ने गरेको छु, एक हातले ताली बज्दैन भनेर होइन। तपाईँहरू सबै साथ सपोर्ट गर्दै भएमा चाहिँ अनि मेरो कार्यक्रम सफल हुने हो। मैले कार्यक्रम नौटले दरबार देखाउँदैछु मैले अहिले है। त्यो नौटले दरबार हो, त्यसको सँगै त्यो पर चुच्चो चाहिँ तलेजु भवानी हो, देखाउँदैछु। यसरी गइँदै चाहिँ उता चाहिँ धरहरा देखाउने अब चाहिँ उता धरहरा पनि देखिन्छ। यहाँबाट खुल्ला धरहरा देखिन्छ। एकदम रमाइलो ठाउँ छ। तपाईँलाई सबैलाई वेलकम। कार्यक्रम चाहिँ हामी धेरै दुःख गर्दै हिँडिरहेको हुन्छ होइन। सङ्घर्षमा बितेको जिन्दगी। त्यही भएर कहिलेकाहीँ रमाउने, खुसी हुने, खुसी गर्ने भनेर मैले सबैलाई बटुलेर यो कार्यक्रम गरिरहेको हुन्छु सधैँ होइन। किनभने टेन्सनको जिन्दगीलाई टेन्सन मुक्त गराउन आज त भनेर मैले कार्यक्रम गरिरहेको हुन्छु सबैलाई। त्यही भएर चाहिँ तपाईँहरू पनि त्यही सोचेर हो कहिलेकाहीँ चाहिँ रमाइलो गर्नुपर्छ, सही हो भनेर आइदिनु होला। तपाईँहरूबाट साथीहरूको पनि अपेक्षा गरेको छु मैले। यहाँ एकदम खुल्ला ठाउँ भएको भएर धेरै पनि मान्छे अट्छ होइन। जति ल्याए पनि हुन्छ। सकेसम्म मलाई चाहिँ 2 दिन अगाडि पे गरिदिनु होला।
1500 रुपियाँ हो हैन 1500 रुपियाँ एकदम रमाइलो गर्ने है नौटले डरार देखाउँदै मैले चाहिँ भिडियो बनाउँदै रमाउन कोसिस गरिरहेको छु ओके मिठो माया सम्झना भाद्र 20 गते भेटौँला एउटा